सबैजनालाई नमस्कार। आज भने हजुरहरूमाझ हाम्रो परम्परागत रूपमा हरेक कार्यहरूमा प्रयोग गरिने सालको पात र सालको पातबाट तयार गरिएको दुना र टपरी देखाउँदैछु। यतिखेर मेरी आमाले बाँसको सिन्काको सहाराले सालको पातलाई जोडेर टपरी तयार गर्दै हुनुहुन्छ। प्रविधिको विकास सँगसँगै प्लास्टिक जन्य हरेक वस्तुहरू हामीले बजारमा खरिद गर्न सहजै उपलब्ध छ। तर पनि आफ्नो परम्परागत रूपमा हरेक कार्यहरूमा यस सालको पातबाट तयार गरिएको वस्तुहरू प्रयोग गर्दा अति नै उत्तम हुने मान्यता अझै पनि छ। त्यही अनुसार उहाँले टपरी तयार गर्दै हुनुहुन्छ। यतिखेर भने हामीले दृश्यमा देखे अनुसार टपरी लगभग फाइनल भइसकेको छ। हेर्दै टपरी फाइनल भइसकेको छ। हजुरहरूले दृश्यमा देखिराख्नु भएको छ टपरीको चाक साथमा दुनो पनि तयार भइसकेको छ।